आज बताउन गइरहेको छु माइक्रोसफ्ट अफिस वर्डमा ब्याकग्राउन्डमा लोगो अथवा केही लेखेको कुराहरूलाई कसरी राख्ने। सबभन्दा पहिला माइक्रोसफ्ट अफिस वर्डलाई खोलिहाल्ने। त्यसपछि पुरानो छ भने पेज लेआउटमा जानुपर्छ, पुरानो 2007 भर्सन हो भने नयाँ भर्सनहरूमा डिजाइनमा जानुपर्छ। र डिजाइनमा गइसकेपछि वाटरमार्क अप्सन युज गरेर हामी लोगो अथवा केही लेखेको कुराहरू ब्याकग्राउन्डमा राख्न सक्छौँ। अब यसमा सबभन्दा पहिला त धेरै पेज लेखेको हुनु पर्यो। अब धेरै पेज लेखेको छ भने त्यसमा हामी राख्न सक्छौँ। जसरी म यो रन कमान्ड युज गरेर यो सब गरिदिएँ। यसैले कपी पेस्ट गरेर धेरै बनाइदिन्छु। यो धेरै पेज भइहाल्यो। अब यो पेजमा हामीले ब्याकग्राउन्डमा लोगो राख्नु छ या केही लेखेको कुरा राख्नु छ, त्यसको लागि वाटरमार्क अप्सन युज गर्न सकिन्छ। वाटरमार्कमा गइसकेपछि अब यो टाइपको चाहियो भने यहाँनिर कुनै एउटा फर्मेट चुज गरिलिन्छु भने ब्याकग्राउन्डमा देखाउन थाल्यो। यदि यसैमा नाम चेन्ज गरेको चाहियो भने यहाँ कस्टम वाटरमार्कमा जान्छौँ र त्यसपछि यहाँनिर जुन नाम दिइरहेको छ यो नामलाई चेन्ज गरिदिन्छौँ। जुन नाम राखिदिन्छौँ त्यो नाम देखाउन थाल्छ।